Hi guys, welcome back to Coffee Spill. आजको भिडियो एकदम सेन्सिटिभ तर इम्पोर्टेन्ट टपिकमा छ, नेपोटिजम इन नेपाली फिल्म इन्डस्ट्री। सुरुमा बुझौँ नेपोटिजम भन्नाले के हो। सिम्पल भाषामा भन्नुपर्दा इन्डस्ट्रीभित्र अलरेडी पावरफुल प्यारेन्ट्सको इन्फ्लुएन्स युज गरेर बच्चाहरू सजिलै एन्ट्री र अपर्च्युनिटिज मिल्नुलाई नै हामी नेपोटिजम भन्न सक्छौँ। यो भिडियोमा नेपाली फिल्म इन्डस्ट्रीमा नेपोटिजम कसरी काम गर्छ, टप सेलिब्रिटी प्यारेन्ट्सहरू र उहाँका नेपो बेबिजहरू अनि नेपोटिजमले उनीहरूको करियरमा कस्तो रोल खेल्यो, सबै फ्याक्ट बेस्ड कुरा गर्नेछौँ। सो लेट्स बिगिन। नेपोटिजम भनेको ट्यालेन्ट हुन नपाउनु होइन, नेपोटिजम भनेको सर्टकट पाउनु हो। जब अडिसन दिन पर्दैन, प्रड्युसरलाई कन्भिन्स गर्नु पर्दैन, फेलियर पछि पनि रिपिट चान्सेस मिल्छ, त्यसलाई स्ट्रगल भनिँदैन, त्यसलाई नेपोटिजमको प्रिभिलेज भनिन्छ। अनि यस नेपाली फिल्म इन्डस्ट्रीमा यो एउटा ओपन सिक्रेट नै हो। भुवन केसी र अनमोल केसी स्टार बिफोर एक्टर। भुवन केसी नेपाली फिल्म इन्डस्ट्रीको एउटा लिजेन्डरी एक्टर र उनले यो नेपाली फिल्म इन्डस्ट्रीमा पावर पनि होल्ड गर्छन् र उहाँ एउटा इन्फ्लुएन्स भएको मान्छे पनि हो। अनि अनमोल केसी हिरोको रूपमा दमदार तरिकाले लन्च भएका थिए। भुवन केसीका छोरा अनमोल केसीले अहिले उनलाई एउटा सुपरस्टारको ट्याग पाएका छन्। डेब्यू मुभी अगाडि नै म्यागजिन कभर्स, फ्यान फलोइङ, नेक्स्ट सुपरस्टार ट्याग। न त उनले अडिसन गरे न त कुनै उनको स्ट्रगल फेज नै भयो। हुन त यो तितो सत्य हो, तर हामीले ब्रुचुअली अनेस्ट भएर सोच्दा अनमोल केसी एक्टर भन्दा पहिला नै स्टार भए। अनि क्वेसन यो हो, उनी यदि भुवन केसीको छोरा नभएको भए उनलाई कसैले सुपरस्टार भन्थ्यो होला? सुपरस्टारको त कुरा छोडौँ, कसैले उनलाई एक्टरको रूपमा पनि लिन्थ्यो होला? ट्यालेन्ट इम्प्रुभ भइरहेको होला, तर एन्ट्री गेट चाहिँ सरनेमले नै खोलेको, यो कुरा तितो सत्य नै हो। झरना थापा अनि सुहाना थापा, आमा डिरेक्टर, छोरी एक्टर। यो इक्जाम्पल त अझै पनि सेन्सिटिभ छ। झरना थापा आफ्नो समयको 90 दशकको एउटा नाम चलेको एक्ट्रेस र अहिलेको समयमा एउटा सक्सेसफुल डिरेक्टर र प्रड्युसर। अनि सुहाना थापाले एउटा डिरेक्ट लिड रोल पाउनुमा झरना थापाको त ठुलै नै रोल छ। ठुलै के, सबै रोल नै झरना थापाको होला। उनको पहिलो मुभी ए मेरो हजुर 3 उनकै आमा झरना थापाले डिरेक्ट गरेकी थिइन्। एउटा बिग ब्यानर प्रोडक्सन हाउसबाट उनी डेब्यू गरिरहेकी थिइन् र प्रमोसनमा त उनलाई यसरी देखाइएको थियो कि नेपाली फिल्म इन्डस्ट्रीको अर्की फिमेल सुपरस्टार उनी नै हुन्। मेरो तर्फबाट हजुरलाई एउटा प्रश्न, कुन चाहिँ एउटा आउटसाइडर एक्ट्रेस जसको यो इन्डस्ट्रीमा कोही बाउआमा छैन, कोही कनेक्सन छैन, कसलाई यो लेभलको लन्च मिल्न पोसिबल हुन्छ होला त? सुहाना थापाले आफ्नो बाउआमाको ब्यानर बाहेक अरू कुनै पनि काम गरेकी छैनन्। उनले अझ ए मेरो हजुर 3 को अर्को सिक्वेल ए मेरो हजुर 4 मा एउटा लिड रोल गरिन्। यो कुनै हेट होइन, यो त एउटा प्रिभिलेज हो जुन स्क्रिनमा एकदमै क्लियरली देख्न सकिन्छ। शोभित बस्नेत र सलोन बस्नेत एउटा सफ्टर नेपोटिजम। नाउ लेट्स बी फेयर, सलोन बस्नेतको केस अलिक डिफ्रेन्ट छ। यस, उहाँ एकदमै ट्यालेन्टेड हुनुहुन्छ र हो, उनले चाइल्डहुडदेखि नै एकदमै मेहनतसँग काम गर्नुभयो। तर ट्रुथ यो पनि हो कि इन्डस्ट्रीमा सानैदेखि एउटा एक्सेस पाउनु, डिरेक्टर प्रड्युसरदेखि लिएर एक्टरलाई सबैसँग चिनजान, कन्टिन्युअस वर्क पाउनु, यो के नेपोटिजमको कारणले नभइकन उनकै ट्यालेन्टको कारणले भएको हो त? ट्यालेन्ट छ, तर स्टार्टिङ लाइन चाहिँ इक्वल थिएन र द्याट्स वाट म्याटर। साइलेन्ट आउटसाइडर्स। यो भिडियो स्टार किड्सको बारेमा मात्र होइन, यो भिडियो एउटा अनसिन आउटसाइडर्सको बारेमा पनि हो। हजारौँ एक्टर्सहरू जसले अडिसन दिन्छन्, रिजेक्टेड हुन्छन्, एक चान्सको लागि इयर्स हुन्छन् र अर्को साइडमा एउटा फ्लप हुन्छ, नो प्रब्लम, दुईवटा फ्लप हुन्छ, नो प्रब्लम, थर्ड मुभी फेरि पाइन्छ। यो के कारणले भएको हो त? नेपोटिजम नै त कारण होला नि। यो सिस्टम फेयर हो? एब्सोल्युटली नट। इफ यु अग्री कमेन्ट डाउन बिलो, इफ यु डिसअग्री त्यो पनि हजुर कमेन्ट गर्न पाउनुहुन्छ। र यस्तै भिडियो हेर्नलाई कफी स्पिललाई लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। ट्रुथ अनकम्फर्टेबल हुन्छ, तर साइलेन्स भन्दा त बेटर नै हुन्छ, किनकि दबाई पनि त तितै हुन्छ नि त। हस् त, म हजुरलाई अर्को भिडियोमा भेट्छु। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।